दिनैपछि है जति हेर्दै गयो त्यति प्रभुको शक्तिशाली जीवित वचन पाउँदै जान्छु है। फेरि पनि मैले एउटा जीवित वचन पाएँ है। यशाया 40:31ले यसरी भन्दछ, तर परमप्रभुको आश गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुड झैँ माथि माथि उड्नेछन् र दुगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हेर्नेछन् तापनि मुर्छा पर्ने छैनन्। आमेन। कति असल कुरा है। प्रभुले हामीलाई कति मिठो मिठो वचन दिनुभएको छ है, पढ्नको लागि, हेर्नको लागि, बुझ्नको लागि अनि हाम्रो बुद्धिमा लिनको लागि है। हामीले जति खोजे नि हामीले त्यति पाउने छ है। प्रभुको शक्तिशाली जीवित वचन है हामीले चाहिँ यति दामी दामी पाउने छ है। मलाई चाहिँ एकदम राम्रो लाग्छ। तपाईँहरूलाई के कस्तो लाग्छ है। तर पनि यो वचनले तपाईँहरूलाई आशिष पाएको होस्। आमेन।